आज बिहान म नर्सरीमा गएँ फुल लिनलाई। अब सयपत्री फुलको सिजन हो नि त, फुल त रोप्नु पर्यो, गमला खाली भयो, पुरानो फुलहरू मरे भनेर। अनि त्यसपछि त्यहाँ पुगेपछि ल दिदी 10 रुपियाँ हालको फुल दिनु 7वटा भने। 10 रुपियाँ हालको फुल त भ्यायो बहिनी, 20 रुपियाँ हालको छ भन्नुभयो उहाँले। मसँग थियो 70 रुपियाँ। ल त्यसो भए 20 रुपियाँ पर्ने रहेछ भने त 3टा मात्रै दिनु नि त भनेर भने। त्यसो भए हजुरले छान्नु भन्नु मलाई। अनि मैले 3टा छानेँ। अनि उहाँले प्लास्टिक ल्याएर दिनुभयो। अनि मैले अब साथमा बच्यो 10 रुपियाँ, 3टाको 20को दरले 60 रुपियाँ दिएँ। 10 रुपियाँ बच्यो। अनि मैले दिदी अब यो 10 रुपियाँको नि फुल कुन चाहिँ आउँछ त्यही फुल दिनु, म लैजान्छु भनेको त उहाँले 2टा फुल सयपत्री हालिदिनु भयो एक्स्ट्रा। अनि मैले किन हालिदिनु भएको, मसँग 10 रुपियाँ भन्दा होइन, फेरि 2टा हालेपछि 40 रुपियाँ लाग्यो भने। अनि होइन बहिनी लैजानु, यहाँ फेरि साउ हुनुहुन्न, साउले देख्यो भने गाली गर्नुहुन्छ, तपाईँले लैजानु भन्ने कुरा गर्नु। अब बिहानको बेलामा त एकदम हतार हुन्छ, फेरि 2टा हातले पुग्दैन, 4 हात चाहिन्छ हेर्नु। अनि हुन्छ नि त दिदी भनेर मैले चाहिँ 10 रुपियाँ दिनु लाग्यो, लिनु भएन। भयो हजुर जानुहोस् भनेर मलाई पठाउनु भयो। अनि म बाटोमा आएँ अनि सोचेँ होइन त्यो दिदीले 10 रुपियाँ पर्ने फुललाई 20 रुपियाँ लिएर त मलाई 2टा फुल सित्तैमा दिनुभएको होइन। अनि मैले पैसा तिरेको, साउ आउँछ गाली गर्छ भने मलाई किन यसो भन्नुभयो भन्ने सोचेँ। ल भन्नुहोस् त हजुरहरूको दिमागले लगाउनुहोस् त, त्यो 10 रुपियाँ पर्ने फुललाई 20 रुपियाँ लिएर उहाँले मलाई 2टा एक्स्ट्रा हालिदिनु भएको हो कि त्यसलाई 20 रुपियाँ पर्ने खालको फुल हो।